ट्रम्पको फोनपछि फिफाको निर्णयले विश्वकपमा तरङ्ग। फिफा विश्वकप 2026मा अहिले मैदानभन्दा बाहिरको एउटा निर्णयले विश्व फुटबलमा ठूलो बहस सुरु गरेको छ। अमेरिकी स्ट्राइकर फ्लोरिन बालोगुनले अघिल्लो खेलमा रातो कार्ड पाएपछि बेल्जियम विरुद्धको क्वार्टर फाइनल गुमाउने अपेक्षा गरिएको थियो। तर फिफाले आफ्नो अनुशासन संहिताको धारा 27 प्रयोग गर्दै उनको एक खेलको प्रतिबन्ध निलम्बन गरिदियो। अब बालोगुन बेल्जियम विरुद्ध मैदानमा उत्रिन पाउने भएका छन्। यस निर्णयअघि डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग फोनमा कुराकानी गरेका थिए। त्यसपछि ट्रम्पले सामाजिक सञ्जाल मार्फत फिफालाई धन्यवाद दिएका छन्। एपी न्युजका अनुसार ट्रम्पले हस्तक्षेप गरेपछि यी दुई झन चर्चामा आएको हो। यद्यपि फिफाले भने निर्णय राजनीतिक दबावका कारण नभए अनुशासन संहिताको धारा 27 अनुसार स्वतन्त्र रूपमा गरिएको पुष्टि पारेको छ। बीबीसीले पनि बालोगुनको प्रतिबन्ध निलम्बन भएको पुष्टि गरेको छ भने रिउटर्सले धारा 27 अन्तर्गत यस्तो निर्णय सम्भावना हुने कानुनी आधारबारे व्याख्या गरेको छ। उता बेल्जियम फुटबल संघले भने यो निर्णयप्रति आश्चर्य व्यक्त गर्दै सबै टोलीका लागि नियम समान रूपमा लागू हुनुपर्ने प्रतिक्रिया दिएको छ। अब प्रश्न उठेको छ, यो नियम अनुसारको सामान्य निर्णय हो वा यसले विश्व फुटबलमा निष्पक्षतामाथि नयाँ बहस सुरु गरिदिएको छ? तपाईको विचारमा फिफाको यो निर्णय उचित थियो कि थिएन? कमेन्टमा आफ्नो धारणा लेख्नुहोस्।